साथीहरू, विक्रम सम्वतको नयाँ वर्ष 2083 त सुरु भएको छ। तर अरू यसका सम्वतहरू पनि छन् जुन हजारौं वर्ष अघि सुरु भएका हुन्। अब हामी सुरु गरौँ है यस्ता विभिन्न सम्वतहरूबारे थाहा पाउन ल। विभिन्न सम्वतहरूको प्रयोग र मान्यता। 1,97,00,00,000 वर्ष पहिले सुरु भएको मानिने कल्पाब्द सम्वत होस् या 19 करोड वर्ष पहिलेदेखि सुरु भएको मानिने सृष्टि सम्वत नै किन नहोस्, यी सबै सम्वतहरू अहिलेसम्म पनि गणना जारी रहेका सम्वतहरू हुन्। भारतीय शासक विक्रमादित्यले सुरु गरेको विक्रम सम्वत अहिले नेपालको मूल कामकाजी सम्वतको रूपमा रहेको छ। सौर्य मास अनुसार मनाइने यो सम्वत नेपालमा चन्द्र शमशेरको समयदेखि सरकारी कामकाजमा प्रयोग हुन थालेको हो। आजभन्दा 2000 वर्ष अघिको सेरोफेरोमा 3वटा सम्वतहरू सुरु भए। ती हुन् इस्वी, शक र विक्रम सम्वत। ती सम्वतमध्ये शक सम्वत अहिले केवल गणनामा मात्रै सीमित भएको छ भने विक्रम सम्वत र इस्वी सम्वत अझै पनि प्रचलनमा छ। त्यसमध्ये इस्वी सम्वत भने झनै चर्चित सम्वतको रूपमा रहेको छ। यहाँ हामी हिन्दू काल गणना अनुसार कल्पाब्ददेखि हालसम्म विकास भएका केही महत्त्वपूर्ण सम्वतहरू र नेपाल लगायत भारतवर्ष बाहिर चल्ने सम्वतको बारेमा तल उल्लेख गरिएको छ। कल्प सम्वत। समयको सबैभन्दा ठूलो एकाइ कल्प हो भन्ने हिन्दू मान्यता छ। यही कल्पको सुरुवात भएको सम्झनामा कल्प सम्वत मान्ने गरिन्छ। सृष्टि सम्वत। हिन्दू मान्यता अनुसार ब्रह्माले संसारको सृष्टि गरेको समयको स्मरणमा सृष्टि सम्वत मान्ने गरिएको बताइन्छ। यो नेपाल र भारत लगायत अन्य मुलुकमा पनि हिन्दूहरूले मान्ने सम्वत हो। श्रीकृष्ण सम्वत। श्रीकृष्णको कालदेखि सुरु भएको सम्वतको रूपमा श्रीकृष्ण सम्वत मान्ने गरिन्छ। युधिष्ठिर सम्वत। महाभारतका योद्धा युधिष्ठिरको निधन भएको समयदेखि सुरु हुने गरी यो सम्वतको गणना गरिन्छ। उनको मृत्यु भएपछि कलियुग सुरु भएको मान्यता राखिन्छ। कलियुग सम्वत। कलियुग सुरु भएको सम्झनामा सुरु भएको सम्वत कलि सम्वत हो। महाभारतका योद्धा युधिष्ठिरको निधनको समयदेखि नै यो सम्वत पनि सुरु भएको मानिन्छ। कल्की सम्वत। कल्कीको जन्म भएपछिको सम्वतलाई यो सम्वत मानिन्छ। तर यो सम्वतको सुरुवातबारे प्रष्ट जानकारीहरू सार्वजनिक भएका छैनन्। सप्तऋषि सम्वत। सृष्टि सुरु भएदेखि अस्तित्वमा आएको भन्ने मान्यता कतै छ भने महाभारत सुरु हुनुभन्दा पहिलेको चलन चल्तीको सम्वत मान्ने अर्को मान्यता छ। तर यसको सुरुवात भने आजभन्दा 5000 वर्षभन्दा अघि भएको मानिन्छ। पुरातन समयमा सप्तऋषि सम्वत भारत मात्र नभई विदेशमा पनि प्रयोग गरिन्थ्यो भन्ने कुरा केही पुराणहरूमा उल्लेख छ। सप्तऋषि सम्वतको प्रमाण पुराण, महाभारत, राजतरङ्गिणी, प्रसिद्ध श्रीलङ्का महावंश आदिमा पाइन्छ। बौद्ध सम्वत। भगवान गौतम बुद्धको समयदेखि सुरु भएको सम्वतलाई बौद्ध सम्वत वा बौद्ध सम्वत भन्ने गरिन्छ। मलयकेतु। भारतका राजा मलयकेतुले सुरु गरेको सम्वत मलयकेतु सम्वत हे। यो आजभन्दा 2333 वर्ष पहिलेदेखि सुरु भएको थियो। मलयकेतु सम्राट चन्द्रगुप्तका सुरुवाती सल्लाहकार थिए। एलेक्जेन्डरका सेनाले आफ्नो राज्यमा आक्रमण गरेपछि उनले चन्द्रगुप्तलाई सहयोग गर्ने निर्णय गरेका थिए। श्री शङ्कराचार्य सम्वत। आदि शङ्कराचार्यको नामबाट चलाइएको यो सम्वतको अहिलेसम्म 2300 वर्ष नाघिसकेको छ। शालिवाहन सम्वत। भारतीय शासक शालिवाहनले चलाएको यो सम्वत केही समय धेरैतिर अस्तित्वमा रहे पनि अहिले यो केवल गणनामा मात्रै सीमित भएको छ। यसलाई प्रयोगमा खासै ल्याएको पाइँदैन। वीर निर्माण सम्वत। वर्धमान महावीरको समयदेखि सुरु भएको यो सम्वत बुद्ध सम्वतको समकालीन रहेको पाइन्छ। विक्रम सम्वत। राजा विक्रमादित्यले सुरु गरेको यो सम्वत नेपालमा सरकारी कामकाजमा समेत प्रयोग हुने सम्वतको रूपमा रहेको छ। किरात सम्वत। किरात क्यालेन्डर अनुसार सुरु भएको यो सम्वत अहिले पनि चलन चल्तीमा रहेको सम्वत हो। इस्वी सन्। विश्वमा सबैभन्दा धेरै चलन चल्तीमा रहेको सम्वत हो इस्वी सम्वत। इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट मृत्युपछि सुरु भएको यो सम्वत विक्रम सम्वतभन्दा 57 वर्षपछि सुरु भएको हो। नेपाल सम्वत। नेपालको मौलिक सम्वत हो नेपाल सम्वत। यो सम्वतसँगै नेपाली इतिहासमा मध्यकाल सुरु भएको मानिन्छ। यो कार्तिक महिनामा सुरु हुन्छ र यो चान्द्र मास अनुसार गणना हुने सम्वत हो। तमु सम्वत। तमु सम्वत गुरुङ जातिले मनाउने सम्वत हो। यो अहिलेसम्म पनि प्रचलनमा छ। सोनाम सम्वत। सोनाम सम्वत तामाङहरूको विशेष सम्वत हो। उनीहरूले पनि आफ्नो धार्मिक क्रियाकलाप यही सम्वतको आधारमा गर्ने गर्छन्। हिजरी सन्। हिजरी सम्वत नेपालका मुस्लिम धर्म मान्ने जो कोहीले पनि मनाउने गर्छन्। उनीहरूको हरेक धार्मिक क्रियाकलाप अहिले पनि यही सम्वतको आधारमा हुने गर्छ।
यी बाहेक पनि संसारभरि विभिन्न सम्वतहरू अभ्यासमा रहेका छन्। विभिन्न भूगोल, देश, समुदायमा पनि आआफ्नै विशिष्ट महत्त्व रहेका सम्वतहरू मान्ने चलन रहेको छ। तपाईलाई त्यस्ता कुन कुन सम्वतको बारेमा थाहा छ? कमेन्ट गर्नु है त। ल